वाह, यो चाहिँ कुन माछा अरे भाइ? यो चाहिँ तपाईँको रौ, नैनी, सिल्भर बिगेट अनि भ्याकुर, यो 5 जातिको माछा। भाइ यो चाहिँ भाइको माछा फर्म है? यो कुन माछा फर्म हो भाइको चाहिँ साथी? यो जब्दी ट्रेड एन्ड सप्लायर्स। ए, यो चाहिँ हाम्रो सुनसरीको कुन ठाउँ पो पर्यो? इत्यादि 17 है। अनि लोकेसन यहाँ कोही आउने भयो भने चाहिँ भाइले लोकेसन दिनु पर्दाखेरि कुन लोकेसन हो यो? यो नयाँ भाटपट्टि नि खुलेको छ नि, त्यसकै तपाईँको पछाडि तपाईँको ललितपुर चोक भन्छ यो। ललितपुर चोक है। भनेपछि भाइसँग चाहिँ कुन माछाहरू पाइन्छ बच्चाहरू? बच्चाहरू हाम्रोमा सबै छ, रौ, नैनी, सिल्भर बिगेट, कमन ग्रास अनि पङ्घास। अनि भनिन्छ नि माछा चाहिँ अब खानु त धेरै मान्छेले चाहिँ रुचाउँछ होइन, तर पाल्नलाई चाहिँ यसको कस्तो, पाल्नलाई सजिलो अप्ठ्यारो के कस्तो छ? भाइहरूले कति भयो माछा पाल्नु भएको? हामीले माछा पाल्नु गरेको त अब त तपाईँको 10-15 वर्ष भयो होइन। सानैदेखि बुवाले गरिरहेको थियो, त्यो बुवाहरूसँग हामीले सिकेर गरिरहेको छु, अहिलेसम्म चलिरहेको छ, मजाले भइरहेको छ। भनेपछि माछा पालनबाट हामीलाई फाइदा धेरै छ होइन? एक कट्ठा बराबर हामीले कतिसम्म उत्पादन गर्न सकिन्छ? अब भुरा एक कट्ठा बराबरमा तपाईँको 5 देखि 7 केजीसम्म लाग्छ, 5 केजीसम्म 7 केजीसम्म। तपाईँको अब हुन्छ, राम्रै हुन्छ। एक कट्ठामा त त्यो सानो हुन्छ, अब त्यत्रो त हुँदैन, त्यो पनि हुन्छ, मजाले हुन्छ। फाइदा मानिनु धान र माछामा के कुन फाइदा हुन्छ? धानदेखि तपाईँको डबल तिर्बलै हुन्छ फाइदा। भनेपछि है, ल धन्यवाद भाइ। भनेपछि हामीसँग कुन बच्चा छ यो अहिले चाहिँ? कुन हो भाइ यो बच्चा चाहिँ? यो त तपाईँको त तिलेपिया भन्छ कि यसलाई, तिलेपिया कोत्री। सानो सानो खाडीमा हुन्छ यो प्राय। यो प्राय सानो खाडीमा हुन्छ। यो कोत्री कोत्री हो। यसले चाहिँ के आफै बच्चा पनि ब्याउँछ भन्ने सुनेको, यो साँचो हो? साँचो हो, यो आफैले बच्चा काट्छ। एउटा पोखरीमा लगाएपछि यसकै बच्चा भयो होइन? त्यसपछि भुरा लाउनु परेन। हो, धन्यवाद भाइ। अनि अरू हामीसँग कुन हुन्छ? अरू अब तपाईँको यता कमन ग्रास छ, भुरा कमन ग्रास। यो कमन ग्रास। यसलाई चाहिँ कतिको पोखरीमा चाहिन्छ? यसलाई त 1-2 कट्ठाको पोखरीमा हुन्छ। यो प्राय तपाईँको पहाडतिर हुने हो यो कमन ग्रास, चिसो ठाउँमा। ए, पहाडतिर हुन्छ यो? पहाडतिर पनि हुन्छ, यो तपाईँको चिसो ठाउँमा हुन्छ।